आज त मलाई यति रिस उठेको छ नि बाहिर पनि गर्नु आएर दाना पानी पकाउनु गाईलाई गोबर छोड्नु घाँस दिनु सबै गर्नुपर्छ यी फुलमा जङ्गल यति बिना भइरहेछ कसैले केही गर्दैन दाइ के भयो तल चाहिँ दाइ यहाँ निर्मल छेत्री घर कहाँ छ म थाहा छैन बाघ कुदा के मेरो यही काम बाँकी छ के हो जाऊ त होइन कस्तो खालको गाउँको मान्छेहरू रहेछ हौ जग्गा सोद्धा नै कुटुरा मारौँ गर्छ नि त भनौँ यो भाइ को हो नयाँ नयाँ देख्छु गाउँमा पनि सोध्नु पर्यो कहाँ गएको पनि कसो घर खोजेको तिमीले नयाँ नयाँ देख्छु यो दादा चाहिँ अलिकति सिधा देख्दैछ यही दादा सोध्नु पर्यो ए होइन दा मलाई यहाँ साथीले बोलाएको छ त अनि म यहाँ आएको हेर्न मैले त साथी घरै बिर्सेँ निर्मल छेत्री ए निर्मल निर्मल भाइको घर खोजेको हजुर हजुर यसो गर ऊ यहाँ अगाडि एउटा पानीको दोकान हजुर बुझ्यौ त्यहाँ जाऊ टक्कसँग एउटा चिसो पानी किनेर हजुर। खाँदै 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 जाऊ हजुर अलिक अगाडि गएपछि एउटा ठुलो काठको घर छ हजुर। बुझ्यौ त्यहाँनिर दैलोमा चाहिँ माथि सिङ झुन्डाएको छ बुझ्यौ हजुर। टक्क दैलो खोल त्यहाँनिर दुईवटा दराज छ हजुर त्यो दराजबाट ट्याक्क खोलेर चाहिँ त्यहाँभित्र अत्रो किताब छ कि भाइ हजुर। त्यो किताबको कसम खाएर भन्छु कि मलाई निर्मल चाहिँ चिन्दिनँ भाइ जाँदिनँ म जाँदिनँ घर पठाउँछु साथी साथी